यो त उल्टो पर्यो यतामाथि राख्नु पर्यो आज म काठमाडौँको कुसिन्ती हाम्रो गुरुबाको घरमा बसेर वचन र प्रार्थना गर्दैछु। सुन्नुहुने जति सबैले अनि लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला र विश्वास गरेर मुक्ति पाउने कोसिस पनि गर्नुहोला जसको जे पीडा छ। यो प्रेरितको 3 अध्यायको एक पददेखि छ। त्यहाँ एउटा मन्दिर छ, त्यो ठाउँमा यरुशलेम भन्ने ठाउँमा एक ठाउँ मन्दिर छ र त्यहाँ जन्मैदेखिको एउटा लङ्गडालाई मानिसहरूले त्यहाँ भिख माग्नको लागि ल्याएर राखिदिन्थे भनिएको छ। र त्यहाँ जब भिख माग्दै थियो अनि त्यसै बेला प्रभु येशूका चेलाहरू पत्रुस, यूहन्ना अनि जब प्रभु येशू संसारमा बलिदान भएर गाडिएर त्यसो दिनमा बौरी उठेर स्वर्गारोहण आकाशतिर उचालिएर अल्पिसकेपछिको केही लगभग 12-15 दिनपछिको कुरा अन्दाजी हिसाब आउँछ। अनि त्यसमा भिख माग्नका लागि बिरामीलाई त्यो लङ्गडा जन्मैदेखिको लङ्गडा ल्याएर राखिदिन्थे। अनि जन्मैदेखिको लङ्गडालाई ल्याएर राख्दा अनि त्यसबेला प्रभु येशूका चेलाहरू अनि यूहन्ना, पत्रुस त्यहाँ प्रचार गर्दै गइरहेका थिए। अनि प्रचार गर्दै गइरहेको देखेपछि अनि त्यो भिख माग्ने मानिसले लङ्गडोले के गर्यो भनेदेखि केही यिनी मान्छेहरू कस्ता मान्छे हुन्, को मान्छे हुन् भनेर चिन्न सकेको थिएन त्यसले। अनि चिन्न सकेको थिएन। उसले पैसा पाउँछ कि के खान पाउँछ कि भन्ने आशा गरेर उनीहरूसित हेरिरहेको थियो। तब अनि यहाँ पत्रुस र यूहन्नाले एक आपसले हेरिकन त्यो लङ्गडालाई भने, सुन चाँदी धन पैसा मसँग छैन, तर मसँग जे छ त्यही तँलाई दिन्छु। नासरतका येशू ख्रिस्टको नाउँमा हिँड भनेर उसको हात समातेर जुरुक्क उठाएपछि उसको शरीरमा गोलीगाँठामा तागत पस्यो, शरीरमा तागत पस्यो। जुरुक्क उठेर अनि हिँडेर उनीहरूको सँगमा पत्रुस र यूहन्नाहरूको सँगमा मन्दिरभित्र पसेर परमेश्वरको भजन गाउँदै र परमेश्वरको महिमा गर्न थाल्यो। उसले परमेश्वरको प्रचार गर्न थाल्यो। आज मित्रहरू, यो सुन्ने जति सबैले सोच्न पर्ने कुरा छ, बुझ्नुपर्ने कुरा छ। यसमा यदि फाइदा लिन चाहनुहुन्छ भनेदेखि त्यो बेलामा प्रभु येशू संसारमा हुनुहुन्न थियो, स्वर्गारोहण भइसक्नु भएको थियो। तर प्रभु येशूको उहाँको आत्मा, उहाँको शक्ति, उहाँको अनुग्रह, प्रेम उनका चेलाहरूको जीवनमा प्रशस्त मात्रामा थियो। अनि चेलाहरूले गुरुको आज्ञा पुरा गरेका थिए, पुरा पालन गरेका थिए, प्रचार गर्दै हिँडेका थिए। अनि उनीहरूको सँगमा धन पैसा पनि थिएन, अनि झोलामा कपडा थियो, न त उनीहरूसँग खानेकुरा थियो, केही पनि थिएन। त्यसकारण त्यस बेलामा उनीहरूले प्रचार गर्दै थिए। अनि नासरतका येशू ख्रिस्टको नाउँमा त हिँडडुल गर भनेर उसको हात समाएर उनीहरू छुन साथै उसको शरीरमा गोलीगाँठामा तागत पस्यो। आज हामीहरू सुन्नुहुने विश्वासीले पनि यो कुरा बुझ्नुपर्ने कुरा छ। र परमेश्वरमा विश्वास भरोसा नगरेका नजानेकाले पनि यो कुरा हेर्न, साथीभाइहरूले यो कुरा सुनेर बुझ्नुपर्ने कुरा छ। किनभने जसो जीवनमा परमेश्वरको उपस्थिति छ, परमेश्वरको अनि नाम छ, प्रभु येशूको नाम छ, प्रभु येशू हुनुहुन्छ,
स्वर्ग पृथ्वी आकाश पाताल सृष्टि गर्न हुने, जस बेला स्वर्ग पृथ्वी आकाश पाताल सृष्टि भएको थियो त्यस बेला प्रभु येशू अदृश्य हुनुहुन्थ्यो, संसारमा शरीरमा हुनुहुन्न थियो। जब संसारमा मानिसको जीवनमा पाप पस्यो, त्यो पापको मूल्य चुकाउनुको लागि बलिदान भएर मूल्य चुकाउनलाई संसारमा मानव रूप धारण गरी आउनुभएको थियो। अनि मानिसलाई जसले उनमाथि विश्वास भरोसा गर्छ र आफ्नो पापको क्षमा माग्दछ, उसको जीवनमा भएका पापहरू ढाकिन्छन्, उसको जीवनमा भएका पापहरू धोइन्छ, पखालिन्छ र ऊ शुद्ध हुन्छ र परमेश्वरको उपस्थितिमा उसको जीवनमा परमेश्वरको उपस्थिति भएको हुन्छ। त्यसकारण आज हामी विश्वास गर्नेहरू जति भाइ बहिनीहरू छौँ, हामी सबले बुझ्नुपर्ने कुरा छ। पत्रुस र यूहन्नाको जीवनमा के थियो? ऊ भिख माग्ने मान्छेले म चङ्गाई पाउला भन्ने आशा गरेको थिएन। उसले पैसा पाउँछु कि भन्ने आशा गरेको थियो, तर उनीहरूसित पैसा केही पनि थिएन। अनि उनीहरूसित परमेश्वरको अनुग्रह थियो, परमेश्वरको प्रेम थियो। अनि परमेश्वरको प्रेम भएको कारणले गर्दाखेरि उनीहरूले त्यो लङ्गडा छुना साथै अनि लङ्गडाको जीवनमा ताकत आयो, परमेश्वरको पवित्र आत्माले वास गर्नुभयो र ऊ चङ्गाई पायो उसले। अनि त्यसकारण अनि हामी विश्वासीहरूले पनि विचार गर्नुपर्ने कुरा छ यहाँ। अनि ती पत्रुस यूहन्नाको जीवनमा र हाम्रो जीवनमा के फरक छ? हामीमा के कुराको कमी छ? उनको जीवनमा त्यति कुरा हुने कारण के छ? त्यो कुरा पत्ता लगाएर आफ्नो जीवनलाई सुधार गर्न हामीले जरुरी छ। जबसम्म त्यो कुरालाई पत्ता लगाएर हाम्रो आफ्नो जीवनलाई सुधार गर्दैनौँ, आफ्नो हृदयलाई सुधार गर्दैनौँ, तबसम्म यो परमेश्वरको अनुग्रह प्रेम हाम्रो जीवनमा हुँदैन मित्र। हामी कहीँ गएर भट्किए पनि, कहीँ गएर कसैका पछि लागे पनि हामी त्यो मुक्ति पाउन सक्दैनौँ, किनभने हाम्रो जीवनमा विश्वासै छैन। हाम्रो जीवनमा आफ्नो सोच विचारको गन्दगी छ। अनि त्यस कारणले गर्दा हाम्रो जीवनमा त्यो हुँदैन, यति ठुलो काम हुन सक्दैन। त्यसकारण अब उसलाई केही दिने पैसा थिएन उनीहरूसित। उनीहरूले नासरतका येशू ख्रीष्ट मसँग हुनुहुन्छ, नासरतका येशू ख्रीष्टको नाममा त हिँडडुल गर भनेर उहाँ त्यो पत्रुस यूहन्नाले उसको हात छुना बित्तिकै उसको शरीरमा तागत पाएर ऊ जुरुक्क उठेर हिँड्यो। मित्र, क्रिस्चियनहरूसित दुनियाँलाई बाँड्ने पैसा हुँदैन। ऊ आफै नङ्गा भएका हुन्छन्, प्रचार गर्न जान्छन्। तपाईँले दिएको एक कप पानी पनि उनको आफ्नो प्रणाली टङ्गाएका हुन्छन्। एक कप पानी जब तपाईँले दिएर उनीहरूलाई स्वागत गर्नुभयो भनेदेखि तपाईँले पाउनुपर्ने इनाम परमेश्वरले कुनै हालतले पनि परमेश्वरले त्यो खोज्नुहुँदैन। तपाईँले पाउनुपर्ने इनाम परमेश्वरले दिनुहुन्छ। जो उनलाई प्रचार गर्न गएका व्यक्तिहरूलाई तपाईँले स्वीकार गर्नुभयो भनेदेखि, स्वागत गर्नुभयो भनेदेखि परमेश्वरको आशिष तपाईँको घरमा, तपाईँको जीवनमा, हृदयमा आएको हुन्छ। तपाईँको जीवन परिवर्तन हुन्छ। तपाईँको जीवनमा जब परिवर्तन हुन्छ, तपाईँको जीवन शक्तिशाली हुँदै जान्छ। जो पत्रुस यूहन्नाको जीवनमा शक्ति प्रकट भएको छ, त्यस्तै शक्ति तपाईँको जीवनमा प्रकट हुन्छ भन्ने यो कुरा बुझ्नुहोस्। विश्वास गरेकाहरूले के गर्नुहोस् भनेदेखि पत्रुस यूहन्नाको जीवनमा के रहेछ, के कुराको पूर्ण रहेछ, मेरो जीवनमा के कुराको अपूर्ण छ, के कुराको कमी छ, त्यसलाई सुधार्ने कोसिस गर्नुपर्ने जरुरी छ। हामीले कति कुरा परमेश्वरमा विश्वास भरोसा गरेका छौँ भन्छौँ, कति कुरा खानेकुरामा हामीले परमेश्वरको विरुद्धमा खाइराखेका हुन्छौँ, परमेश्वरको विरुद्धको कुरा गरिराखेका हुन्छौँ, परमेश्वरको विरुद्धमा हुने काम व्यवहार गरेका हुन्छौँ, परमेश्वरको विरुद्धमा हुने हामीले सोच विचार राखेका हुन्छौँ, परमेश्वरको विरुद्धमा हुने शब्दहरू हामीले बोलिराखेका हुन्छौँ। त्यस कारणले गर्दा हाम्रो जीवन अपवित्र भएको हुन्छ। त्यस कारण हाम्रो जीवनबाट परमेश्वरको शक्ति उपस्थित भएको हुँदैन। परमेश्वर हाम्रो सँगमा उपस्थित हुँदैनन्। त्यस कारण जब हाम्रो जीवन शुद्ध हुन्छ, पवित्र हुन्छ, स्वीकार गर्छौँ, क्षमा माग्छौँ,
र हाम्रो जीवनमा परमेश्वरको खुसी भएको हुन्छ, क्षमा पाउँछौँ, शुद्ध हुन्छौँ र परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ, विश्वास गर्नेहरूको जीवनमा काम गर्नुहुन्छ। त्यसकारण मित्रहरूलाई म सुझाव दिन्छु कि आज संसारमा सबै विश्वासी या अविश्वासी, परमेश्वरमा विश्वास गर्ने या विश्वास नगर्ने, सबले यो कुरा बुझ्नु जरुरत छ। क्रिस्चियन भएपछि पैसा हुन्छ, पैसा बाँडेर क्रिस्चियन बनाउँछन्, होइन मित्रहरू। क्रिस्चियनहरूसित परमेश्वरको शक्ति हुन्छ, परमेश्वरको शक्तिले उनीहरूलाई शक्तिशाली बनाउनुहुन्छ अनि र उनीहरूलाई धनी बनाउने तपाईले बनाउनुहुन्छ। धनी तपाईबाट सम्मान पाउँछन्, इज्जत पाउँछन्, तपाईले आशिष पाउनुहुन्छ, आशीर्वाद पाउनुहुन्छ, चङ्गाई पाउनुहुन्छ उनीहरूको जीवनबाट। तपाईको जीवनमा डाक्टर खाने पैसा बचेको हुन्छ, धामी झाँक्रीले खाने पैसा बचेको हुन्छ अनि र त्यो पैसाले तपाईँ अमिर बन्दै जानुहुन्छ। अनि यसले क्रिस्चियन भएर यसले पैसा पायो, विदेशी पैसा पायो र के भन्छ धनी बन्यो, त्यो कुरा नसोच्नुहोस्। तपाईले आफूले अनुभव गर्न सक्नुहुन्छ। प्रभु येशू आफ्नो व्यक्तिगत जीवनमा हामीले जस्तै चिनीको स्वाद चाखेर, नुनको स्वाद चाखेर हामी टेस्ट गर्छौँ, त्यस्तै टेस्ट गर्ने चिज हुनुहुन्छ परमेश्वर प्रभु येशू। आफ्नो हृदयमा विश्वास गरेर पापको क्षमा भएर आफ्नो हृदयमा स्वागत गर्नुलाई उनी प्रभु येशू तपाईँको जीवनमा आएर तपाईँको जीवनमा यसो शक्तिको काम गर्नुहुन्छ र तपाईँ शक्तिशाली बन्नुहुन्छ। अनि त्यसकारण तपाईँ त्यस बेला तपाईँले पैसा दिनु पर्दैन कसैलाई, तपाईँलाई पैसा दिने मान्छे आउँछन्। अनि त्यसकारण मित्रहरू यो कुरा बुझ्नुहोस् कि पत्रुस उनीहरूको जीवनमा के रहेछ, मेरो जीवनमा के रहेछ, के फरक रहेछ भनेर बुझ्ने विश्वास गरेकाहरूले अनि विश्वास नगरेकाहरूले अनि यो शक्ति कस्तो रहेछ, कसरी प्रकट हुँदो रहेछ, हाम्रो जीवनमा कसरी पाउँदो रहेछौँ त भनेर त्यसको खोजी तलासी गर्ने कोसिस गर्नुहोस्। खोजी तलासी गर्ने कोसिस गर्नुहोस्, बाइबल लिएर पढ्नुहोस्, बुझ्नुहोस्, नबुझेको कुरा क्रिस्चियनहरूलाई सोध्नुहोस्, त्यसको जवाब तपाईँहरूलाई दिन्छन् र तपाईँले आफ्नो जीवनमा दिएको जवाबलाई स्वीकार गर्नुहोस्। तपाईँको जीवनमा आशिष हुन्छ, परमेश्वरको खुसी भएको हुन्छ, तब तपाईँ धनी अमीर बन्दै जानुहुन्छ। अनि मित्रहरूलाई धन्यवाद दिन्छु। आजको यो मेरो वचनको लागि परमेश्वरमा म प्रार्थना गर्छु। धन्यवाद प्रभु। अनि यो वचन सुन्ने जति सबैले तपाईँको शक्ति अनुभव गर्न सक्नु, जसरी पत्रुस यूहन्नाको जीवनमा तपाईँको शक्ति थियो प्रभु। अनि र त्यो लङ्गडो हिँड्न सक्ने भएको थियो र उनीहरू छुन बित्तिकै लङ्गडो हिँड्न सक्ने भएको थियो। तपाईँको दासहरूको सेवकहरूको छत्रछायामा बिरामीहरूको कपडा छुवाएर लिएर जान्थे, लगाइदिन्थे, ती सबै निको हुन्थे प्रभु। आज त्यस्तै गरी यो वचन सुन्नेहरूको जीवनले, सुन्नेहरू जति सबैले तपाईँमा तपाईँको शक्तिको अनुभव गर्न सकुन्, टेस्ट गर्न सकुन् र आफ्नो जीवनमा तपाईँलाई राज्य गर्नलाई स्वागत गर्न सकुन् भन्ने बिन्ती गर्छु प्रभु। तपाईँको सबैलाई बुझ्ने समय शक्ति दिन बिन्ती गर्छु अनुग्रह प्रभु। तपाईँको प्यारा पवित्र पुत्र प्रभुका उच्च नाम, आमेन।